2082 साल जेठ 15 गते हो। आज नेपालमा गणतन्त्र दिवस मनाइरहेछ है। नेपालमा गणतन्त्र ल्याएको दिन भनेर आज जेठ 15 गतेलाई मानिरहेछ। आज गणतन्त्र दिवस मनाइराख्दाखेरि हुन त बिदा छ है, कतिपय ठाउँहरू स्कुलहरू अब ब्याङ्कहरू पनि सायद बिदा होला। तैपनि आज यो रोड एकदम सुनसान देख्छु के म। हेर्नुहोस् अब यो होइन निजी गाडी अब यो बाइकहरू पनि त्यति चलेको छैन, सार्वजनिक सवारी साधनहरू पनि खासै त्यति चलेको छैन कि। यो भनेको चाहिँ एकदमै राम्रो कुरा चाहिँ होइन। यतिको रोडहरू यो कहिले पनि सुनसान हुने रोडै होइन। यो चक्रपथ हो, यो रिङ रोड भन्छौँ हामी। र यो ललितपुर क्षेत्रको है यो अहिले तपाईँले जुन हेरिरहनु भएको छ, देखिरहनु भएको छ। म प्रायः जसो यति बजे नै यो रोडमा हिँडिरहेको हुन्छु कि, देखिरहेको हुन्छु। एकदमै गाडीको भिडभाड हुन्थ्यो। आज त एकदम शून्य छ क्या, गाडीहरू एकदमै कम छ। यसमा चाहिँ मैले के जोड्न खोजेको भन्दाखेरि यो निर्धक्क भएर हिँड्न पर्ने हो नि मान्छेहरू खासमा होइन। गणतन्त्र दिवसको दिन भएपछि, बिदा भएपछि मान्छेहरू घुम्न जान यताउता अब हुन्छ नि, फुर्सदको समयमा आफ्नो कामहरू सघाउनको लागि त हिँड्न पर्ने हो नि मान्छेहरू। तर खासै हिँडेको देखिँदैन कि। अस्ति जुन योभन्दा अगाडि अब राजावादीहरूले जुन प्रदर्शन गरेको थियो, त्यो प्रदर्शनमा जुन हुलदङ्गा मचियो है, जसरी चाहिँ मान्छेहरूलाई आतङ्कित पारिए, आतङ्कित बनाइयो र मान्छे पनि मरे त्यसमा हो। त्यस कारणले गर्दाखेरि अहिले चाहिँ मान्छेहरू के भइरहेछ भन्दाखेरि आतङ्कित भइरहेछ, मान्छेहरू डराइरहेछन् के। र आज यस्तो गणतन्त्र दिवसको दिनमा मान्छेहरू भित्रभित्रै पिल्सिएर डराएर यसरी हिँड्नुपर्ने र घरैमा बस्नुपर्ने अवस्था जुन आएको छ, त्यो चाहिँ पक्कै पनि हाम्रो लागि सुखद होइन, त्यति राम्रो लक्षण पनि होइन। त्यो सँगसँगै अर्को कुरा के छ भने आज फेरि सरकारले पनि र त्योभन्दा बाहिरकोले पनि आज गणतन्त्र दिवस मनाउने भनेर यो झाँकी निकाल्ने के गर्ने भनेर भनिरहेछ। अनि त्यो सँगसँगै फेरि राजावादीको एउटा प्रदर्शन छ, जसले चाहिँ राजा ल्याउने, गणतन्त्रलाई चाहिँ फाल्ने भनेर उनीहरूको जुन एउटा प्रदर्शन चाहिँ व्यापक रूपमा गर्ने आज चाहिँ भनेर उनीहरूले जुन पहिल्यैदेखि नै यो काम गरिरहेको थियो कि, त्यसको असर चाहिँ अहिले आज देखिएको हो कि जस्तो पनि लागिरहेको छ मलाई। किनभने यहाँ सरकार पक्ष र यो राजावादी पक्ष अथवा गणतन्त्रवादी र राजावादीहरूको जुन आज प्रदर्शन भइरहेछ, त्यसमा के भिडन्त होला त भनेर सबैलाई चाहिँ त्रास छ के होइन। अकालमा किन चाहिँ अब त्यहाँ गइराख्नु, अनिकालमा चाहिँ बिउ जोगाउनु, हुलमुला जिउ जोगाउनु भन्छ। त्यस्तै सोचेर मान्छेहरू सायद अब ननिस्केको हो कि जस्तो पनि लागिरहेछ मलाई। तपाईँहरूको विचारमा के छ है, प्लिज यो भिडियो हेरेर केही कमेन्टहरू चाहिँ गरिदिनु होला। अहिले वास्तवमा नेपालमा गणतन्त्र त छ भन्छ है, गणतन्त्र आयो भन्छ, तर वास्तविक गणतन्त्र चाहिँ जनताले जुन भोग्न पर्ने हो, जुन पाउन पर्ने हो, त्यो गणतन्त्र चाहिँ हामीले भोग्न पनि पाएको छैनौँ र देख्न पनि पाएको छैनौँ। किनभने यो गणतन्त्र आइसकेपछि अलिकति यो मान्छेहरूमा ज्यादा आक्रोश है, अनि ज्यादा चाहिँ नि एग्रेसिभ भएर हरेक कुराहरूमा चाहिँ मुठभेडतर्फ लागिरहेको छ कि मान्छेहरू। चाहे त्यो गणतन्त्रवादी होस्, चाहे त्यो अतिवादी होस् होइन, जोसुकैवादी भए पनि या जातिवादी भए पनि सबको नाउँमा चाहिँ यहाँ मान्छेले खालि आतङ्क मात्रै सिर्जना गर्ने काम भइरहेको छ। मिलेर जाने, बनाउने देश भन्ने कुरा कोही छैन। सकेसम्म सबैजना लुट्ने, जसरी हुन्छ सरकारमा जाने, सरकारमा बस्ने, आफ्नो मान्छे ल्याउने, आफ्नो कार्यकर्ता चाहिँ भर्ती गर्ने र त्यसलाई चाहिँ एउटा लुट्ने थलो बनाउने हो। आफ्नो चाहिँ मन मौजी गर्ने, आफूले भनेको जस्तो गर्ने, आफूले जे भन्छ त्यही हुनुपर्छ भन्ने जस्तो हिसाबले चाहिँ गइरहेको छ क्या। अहिले भ्रष्टाचारहरू मौलाइरहेको छ होइन। अब लोड सेडिङ भयो भनेर भन्दाखेरि लोड सेडिङै त नभनौँ, लोड सेडिङ भएको भन्दा पनि बेला बेलामा बत्ती गइरहेको छ किन भनेर प्रश्न उठाउँदाखेरि पनि ल यो बत्ती गएको छैन तर यिनीहरूले बत्ती गइरहेछ भनेर उज्यालोमा बसेर स्ट्याटस लेख्नेहरू छन् भनेर भन्छ कि त्यो चाहिँ नि अति भएन र
भन्ने कुरा के मेरो चाहिँ। किनभने कोही पनि जनताहरूले सधैँ झुटो बोल्छ भन्ने कुरा चाहिँ उनीहरूले त्यो भाष्य चाहिँ नि स्थापना गर्न खोजिरहेछ क्या। यसमा चाहिँ के छ भन्दाखेरि अनि हामीले चाहिँ अब मैले भनिहालेँ उनीहरूले चाहिँ अब बत्ती जाँदाखेरि पनि बत्ती गएको छैन किन बत्ती गयो भनेर भनेर जनतालाई चाहिँ अझ त्रसित बनाइरहेछ कि। यिनीहरूले भनेको त ठिकै होला, कहाँनिर के भएछ, हाम्रो कमी कमजोरी के छ त्यो सुधार्न पऱ्यो भन्नेतिर लाग्नुभन्दा पनि यिनीहरूले हामीलाई चाहिँ बदनाम गर्न थाले, बदनामतिर लग्यो र यिनीहरूलाई चाहिँ कारबाही गर्नुपर्छ भन्नेतिर पो लागिरहेछ ल। र जनताको आवाज खुल्चेर खै अगाडि बढ्न सकिन्छ। अब के नेताहरूले बोलेको मात्रै कुरा सत्य हुने हो, अनि जनताले बोलेको कुरा चाहिँ सधैँ झुटो हुने, सधैँ असत्य हुने, के हो यो पारा? यही हो गणतन्त्र भनेको। गणतन्त्रमा त जनताको आवाज सुन्नु पऱ्यो नि त। तपाईँहरूले यसो विचार गर्नुहोस् त हो कि अहिले हामी खालि कार्यकर्ता बनिएको छौँ, नेताको पछि लागेका छौँ होइन, र उनीहरूले जे भन्यो त्यही सत्य ठानिरहेछौँ नि त। त्यसो चाहिँ गर्न भएन, आफ्नो विवेक प्रयोग गर्नुपर्छ। हामीले जे कुरा हो त्यही बोल्न पाउनु पऱ्यो के। गणतन्त्र भनेको त त्यो कुरा हो नि, साँचो कुरा त बोल्न नपाउने। साँचो कुरा बोल्न पाइन्छ, झुटो बोल्न चाहिँ भएन, कसैलाई बदनाम गर्नु चाहिँ भएन। कुरा त्यति हो मैले बुझेको है। त्यही भएर शासक भएर जनतामा चाहिँ शासन गर्ने र म जे हो त्यही हो मेरो सत्य भन्ने कुरामा चाहिँ जानु भएन क्या। शासन गर्नेले त बुझ्नु पऱ्यो नि के भएको छ, कहाँ के भइरहेको छ, कसरी भइरहेको छ, उनीहरूले भनिरहेको कुराहरू यो हो कि होइन, सही हो कि होइन, त्यहाँनिर हामी कहाँनिर चाहिँ चुकिरहेका छौँ, त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर त्यतातिर ध्यान दिने हो नि त। जनतालाई कारबाही गर्छु भन्ने होइन, उत्तेजना फैलाउने काम त गर्नु भएन। यहाँ 70 करोड 50 लाख होइन भ्रष्टाचार गरेर माग्ने, खुल्लम माग्ने, भिजिट भिसामा जानेहरूसँग सेटिङ मिलाउने हो, यो अनेक कार्यहरू त नेताहरूबाटै भएको हो नि त। नेताहरूले भ्रष्टाचार नगरे भने अरू जनताले भ्रष्टाचार गर्छ थोरै। यहाँ बेलामा बाटो बन्दैन, ठेकापट्टा दिन्छन्, ठेकापट्टा त्यही नेताहरूले गर्छ होइन, वर्षौँसम्म चाहिँ अलपत्र पार्छ। जनताले विरोध गर्यो भने गुन्डा लाएर जनतालाई ठिक पार्ने ल, यस्तो पनि हुन्छ। यही हो गणतन्त्र। त्यस कारणले हामीलाई यस्तो गणतन्त्र के काम होइन। हामीलाई त तन्त्र भन्दा पनि आनन्दले आफ्नो व्यवसाय गरेर खान पाउनु पऱ्यो, शान्त रूपमा चाहिँ बस्न पाउनु पऱ्यो र भएका कुराहरू जायज कुराहरू चाहिँ बोल्न पाउनु पऱ्यो। त्यति हो हामीलाई चाहिएको। न हामीलाई कुनै जातिवादको कुरा छ, न यहाँ कुनै अतिवादको कुरा छ, न कुनै राजतन्त्र, कुनै गणतन्त्र होइन। के चाहिएको छ हामीलाई? हामीलाई केही चाहिएको छैन। हामीलाई त खुल्ला रूपमा बाँच्न पाउनु पऱ्यो, सही काम गरेर हिँड्न पाउनु पऱ्यो, त्यति हो कुरा ल। साथीहरू मैले मेरो भनाइ पनि राखिहालेँ।